सर्वप्रथम त तपाईलाई बधाई है। तपाईको यस रिलेसन इम्प्लोइमेन्ट सर्भिस प्राइभेट लिमिटेडमा डिस्प्ले कर्पोरेसनमा मलेसियाको डिस्प्ले कर्पोरेसनमा काम गरेर जानुहुन्छ हैन। कम्पनी नाम थाहा कि थाहा छैन? यो कम्पनीमा के काम गर्नुपर्छ भन्ने कुराहरू त तपाईँले हेर्नुभयो होला भिडियोमा। मेडिकल गर्नुभन्दा अगाडि हैन, मेडिकल गरेर जति अलिक भइदैन भयो त्यसो भए मेन कुरो यो कम्पनीमा चाहिँ तपाईँको आफ्नो मान्छे को छ? कसको आफ्नो मान्छे चाहिँ अरूको भनेपछि एकजना मात्रै को होइन? एकजना मात्र बाहिरको भन्नु खोजेको तपाईँलाई कामको बारेमा सम्पूर्ण जानकारी छ होइन? तपाईँहरू पहिला कोही मलेसिया गएर आउनु भएको छ? तपाईँ यसमा कि अन्त काम अन्त कहाँ कुन ठाउँमा? मलाई कहाँ के फ्याक्ट्रीमा? तपाईँ चाहिँ यसमै काम गर्नु? कहिले जानुभएको थियो तपाईँ पहिला? 2017 में ये कंपनी में है ना, ट्रांसमिशन सेक्टर में काम कर रहे थे। ये कंपनी में है ट्रांसमिशन सेक्टर ल कामको बारेमा अवगत छैन त तपाईँलाई? गर्न सकिन्छ है। एउटा कुरो के त भनेर जस्तै अब उहाँ मलक्कामा काम गरेर आउनुभयो। मलक्का र यो काम गर्ने ठाउँको ठाउँै फरक छ। मलक्का भनेको अब सहर बजार हो, यो भनेको तपाईँको सहर बजारबाट केही भित्र हुन्छ। बुझ्नुभयो नि? एक किसिमले भन्नुपर्दा यो तपाईँको चाहिँ अब गाउँहरूतिर भनौँ न त्यसरी होइन। तपाईँ सहर बजार आउनलाई पनि समय लाग्छ। किनभने यो भनेको अलिकति ग्रामीण एरिया भन्ने क्या के भन्ने त्यस्तो ठाउँमा चाहिँ गर्छ कि उनीहरूले हजारौँ लाखौँ हेक्टरमा काम हुन्छ यो होइन। अब यो तपाईँको यो फलको वेट एउटा वेट तपाईँको मिनिमम 40 केजीदेखि 80-100 केजीसम्म पनि हुनसक्छ। बुझ्नुभयो नि? त्यसले गर्दाखेरि अब मेन कुरो त तपाईँहरू पहिला अनि अरू विदेश जानुभएको छ? साउदी जानुपर्छ है। अरू साउदीमा के गर्नु? हजुर अनलाइनको काम जस्तै स्टोरतिर अब तपाईँहरू यहाँबाट पुगिसकेपछि कम्पनीले मेडिकल गराउँछ। उहाँ मेडिकल पनि पास हुनुपर्छ हेर्नुहोस् है। यदि मेडिकल पास हुनु भएन भने फर्किनुपर्छ। बुझ्नुभयो नि? त्यसले गर्दाखेरि मेडिकल नगरुन्जेलसम्म टाउको दुखेको, रुगा लागेको, ज्वरो आएको, लागु पदार्थ के गाँजा कसैको खाने बानी छ भने नखानुहोस्। जसले गर्दा यदि तपाईँले गाँजा सेवन गर्नुभयो भने तपाईँको 6 महिनासम्म पिसाबमा खराबी देखिन्छ। ड्रग्स देखाउँछ। ड्रग्स देखाएपछि कुनै पनि हालतमा तपाईँ पास हुँदैन, फर्केर आउनुहोस्। र अर्को कुरो यो औषधिहरू पनि तपाईँ नखानुहोस्। त्यसले पनि पिसाबमा खराबी देखाइदिन्छ। त्यसले गर्दाखेरि मेडिकल नगरिन्छ पिसाब गर्नुहोस् है। त्यसपछि अब मेडिकल फिट भएपछि तपाईँहरूलाई होइन त्यो ठाउँमा लैजान्छ। मैले भने यो सहर बजारबाट धेरै टाढा हुन्छ। थाहा होला नि मलाई होइन? देखेछ रुखहरू बाटोमा हिँड्दाखेरि होइन? त्यसले गर्दा तपाईँ त्यो ठाउँबाट काम गर्ने ठाउँबाट चाहिँ त्यहीँ तपाईँको बस्ने हो, त्यहीँ खाने हो। त्यहाँबाट तपाईँलाई बाहिर चाहिँ सायद महिनामा 1-2 कम्पनीले गाडी प्रोभाइड गरेर बजार ल्याउन सक्छ तपाईँले चाहिएको सामान किन्नु है। अब त्यहाँ पुगिसकेपछि तपाईँको अब सुरुमा त तपाईँलाई चाहिँ सिकाउँछ होला, काम सिकाउनै पर्छ होइन? किन भन्दा यो अब बिउदेखि होइन अब त्यो मान्छे भन्दा नि अग्लो अग्लो रुखहरू हुन्छ कुनै कुनै, त्यतिबाट पनि तपाईँको अब युट्युबमा पनि हेर्नुभयो होला, देखाउँछु यहीँ पनि हेर्नुभयो होइन? अब त्यो भाटा जस्तो भनौँ न, हाम्रो भाटा जस्तोमा चाहिँ हँसिया टाइपको चाहिँ हालेर काट्नु पऱ्यो। त्यो भुइँमा झर्छ, त्यो भुइँमा झरेकोलाई चाहिँ गाडीमा ट्र्याक्टरहरूमा लोड गर्नु। कसैलाई ट्र्याक्टर चलाउन आउँछ भने त्यो पनि सही हुन्छ है। हाम्रै चाहिँ नेपाल दाजुहरूले ट्र्याक्टर पनि चलाउँछ। त्यसले गर्दा सुरुमा 1-2 महिना तपाईँले बेसिक स्यालेरी 70,000 तपाईँले दिनु सक्छ, तर पछि ठेक्कामा दिन्छ। जति धेरै काम गर्न सक्यो त्यति पैसा तपाईँले कमाउनुहुन्छ है। यो जुन पाम ओइल छ यसको प्रोडक्सन यसले तेलहरू बनाउँछ, अरू के चिज पनि बनाउँछ होइन? यो तपाईँको मलेसियाको चाहिँ राष्ट्रको एकदम मुख्य आम्दानीको स्रोत हो। बुझ्नुभयो नि? यसले अब विदेशतिर एक्सपोर्ट गर्छ है। त्यसले गर्दाखेरि यसमा दुःख गर्न सक्ने मान्छेलाई पैसा छ, दुःख गर्न सक्नु हुँदैन नजानुहोस्।
रक्सी खाने बानी छ, रक्सी खाएर आफै चाहिँ मात्ने लड्ने बानी छ नजानुहोस्। सबभन्दा नराम्रो हाम्रो चाहिँ नेपाली दाजुभाइहरूको एकदम नराम्रो बानी भनौँ न, तल पाउँछ भोलिपल्टदेखि रक्सी खाएर लापत्ता। तपाईँ त्यो काम गर्न गाह्रो, रक्सी नखानु भन्दैन, खानुहोस् तर के त डिसिप्लिनको साथ खानु होइन। जुन मौका अहिले तपाईँले पाइराख्नु भएको छ, भोलि त्यो मौका तपाईँको कारणले गर्दा अरू साथीहरूले नपाउनु सक्छ। सायद तपाईँको चाहिँ साथीहरू भाइहरू आफन्तहरूले राम्रो काम गरेर त होला नि त कम्पनीले तपाईँलाई ल्याउनलाई लानलाई सहयोग गर्यो। त्यसले गर्दाखेरि रक्सी तपाईँले चटक्कै छोड्नु पऱ्यो। एक त तपाईँले चाहिँ कमाएको पैसाले गतिलो रक्सी खान पनि पाउनु हो। अर्को कुरो अगतिलो डुप्लिकेट रक्सी खाने, डुप्लिकेट रक्सी खाँदा के हुन्छ मलाई भन्दा तपाईँलाई पनि थाहा छ है। त्यसले गर्दा त्यतातिर नलानुहोस्। चुरोट खाने मान्छे त्यो पनि छोडिदिनुहोस्, 3-4 वर्ष नखानु के हुन्छ, पैसा पनि बच्छ। एउटै चुरोटको तपाईँको धन्दाले 700 रुपियाँदेखि एक बट्टा चुरोटको 700 देखि 1000 रुपियाँ नेपाली पर्छ हेर्नुहोस् होइन। त्यो भने तपाईँले त महिनामा सपोज मानिलिनुहोस् 10 बट्टा खायो 10,000 त गयो नि चुरोट। त्यो 10,000 यहाँ तपाईँले बनाउनु भने त तपाईँको छोरीको फी, छोरीको कापी किताब ड्रेस पुग्छ होला नि त होइन। तपाईँले त्यहाँ विदेशमा 7 समुद्र पानी गएको त आफ्नो छोरीको भविष्यको लागि गएको होला होइन। त्यसले गर्दा त्यतातिर ध्यान दिनुहोस्, मेहनत गर्नुहोस्। पानी धेरै पर्छ, यो एक किसिमको जङ्गल हो होइन। होइन जङ्गल भनेर 4 कोसे झाडी होइन कि, यो चाहिँ यो फल रोप्नेको चाहिँ जङ्गल हो कि गार्डन हो। अब तपाईँको यो चाहिँ जस्तै अब हाम्रो तराईतिर देख्नु भयो होला, आँपको भयो चाहिँ हजारौँ हेक्टरमा हुन्छ नि त। अब त्यही भित्र काम हो, बिहान उठेदेखि बेलुकासम्म। तर हाम्रो नेपालीको जनरली भाषा के हुन्छ, त्यो जङ्गल तर यो जङ्गल चाहिँ होइन, व्यवस्थित खेती हो कि यो होइन। अहिले नेपालमा किवी खेतीहरू हेर्नु त हजारौँ हेक्टरमा पाउँछ नि। त्यसले गर्दाखेरि यो कुराहरूमा तपाईँले विचार गर्नु पऱ्यो। कम्पनीको अनुशासनमा बसेर काम गर्नु पऱ्यो। तपाईँहरूलाई तपाईँको सुपरभाइजरले एचआरले जता काम गर्छ त्यहीँ काम गर्नु पऱ्यो होइन। मलाई त्यो सजिलो काम मैले कार्यक्रमहरूलाई त्यो हुन्छ। काम गर्दाको दौरानमा अहिले कहीँ बिरामी पर्ला, म त बिरामी परेँ, टाउको 2000 पेट 2000, म त बिदा बस्छु भनेर बिदा बस्नु पाएँ। त्यहाँ सुपरभाइजर होला, म्यानेजर होला, अफिसको मान्छे होला, उनीहरूसँग पर्मिसन लिएर मात्रै बिदा बस्ने। उनीहरूले पर्मिसन दिएको हुन्छ कता हाम्रो फेरि 30 दिनमा चाहिँ 35 दिनै बिदा दिन्छ दुनियाँ बाहना हुन्छ नि हाम्रो होइन। त्यसले गर्दा त्यस्तो काम नगर्नुहोस्। किन भन्दाखेरि तपाईँले काम गरेको दिनु पैसा पाउनुहुन्छ, काम नगरेको पैसा पाउँदैन। हामी यो त 7 समुद्र पारी गएको पैसाको लागि हो। पैसा चाहिँ त्यहाँ जस्तो यहाँ नेपालमा पाउने हामी जान्थेन नि त। त्यसले गर्दा यी कुराहरूमा तपाईँले ध्यान दिनु पऱ्यो कि तपाईँको आफन्तहरूले अगाडि गएको चाहिँ साथीभाइहरूले राम्रो काम गर्दैन त तपाईँलाई कुरा त होइन। त्यसले गर्दा यी कुराहरू कनेक्टेड छ कि होइन। यो कुरामा तपाईँहरूले ध्यान दिनुपर्छ। मैले अघि नै पनि भने रक्सी खाएर स्यालेरी पाएर रक्सी खाएर कस्तो कस्तो रिपोर्टिङ आउँछ भन्ने कुरा हामीलाई थाहा छ। यतातिर तपाईँहरू नलाग्नुहोस्, चिल्लो चाप्लो कम खानुहोस्, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्। स्वास्थ्य नै सबभन्दा ठुलो कुरो हो है। स्वास्थ्य रह्यो त पैसा कमाइन्छ, स्वास्थ्य रहेन के पैसा कमाइन्छ। पानी धेरै पर्छ, पानी खानु, पसिना धेरै बग्छ त्यहाँ होइन, बुझ्नुभयो नि। अब त्यहाँ चाहिँ बँदेलहरू बेसी आउँछ, जङ्गली बँदेलहरू होइन त। त्यसको अलिकति त्यो पनि विचार गर्नुपर्छ। हुन्छ तपाईँहरूले कम्पनी बसी सबै कुराहरू कम्पनीले काममा लगाउनु अगाडि भनि पनि हाल्छ। मेन कुरो काम गर्न सक्नुपर्छ। मैले अघि नै पनि भने तपाईँले अहिले पनि युट्युबमा हेर्न सक्नुहुन्छ, 70, 80, 100 किलोको त्यो बोक्नुपर्छ। तपाईँको हात भाँचिएको छ, घरुङ्गो बोक्न सक्नुहुन्न होइन, खुट्टा पहिला भाँचेको थियो, उभिएर धेरै बेर काम गर्न सक्दैन, यो छ ऊ छ, पेट दुख्ने समस्या छ, टाउको दुख्ने समस्या छ, त्यसो गर्न जानुहोस्। तर त्यहाँ गएर यो हुन्छ, मलाई यो यस्तो हुन्छ उस्तो हुन्छ सोध्नु पाइँदैन, बुझ्नुभयो नि। तपाईँ सिकिस्त बिरामी छ भने पनि फर्किनको लागि तपाईँले पैसा तिर्नुपर्छ, बुझ्नुभयो। यो कम्पनीमा जानको लागि तपाईँले कसैलाई पनि 1 पैसा पनि तिर्नु पर्दैन। हामीले पनि तपाईँसँग मागेको छैन, बुझ्नुभयो। तपाईँको जसले उता सालो भाइ साथी जसले सिफारिस गरेको छ, यदि उनीहरूले मागेको छ भने पनि भन्नुहोस्, हामीलाई जानकारी गराउनुहोस्। तर उहाँ पुगेपछि होइन हामीले यति पैसा तिरेको थियौँ, यति पैसा तिरेको थियो भनेर त्यसको कुनै पनि औचित्य हुँदैन, बुझ्नुभयो नि। अब हामी यो संस्थाको यही हो, विशाल सर हुनुहुन्छ, सुभाष सर, म छु। हामी बाहेक तपाईँलाई अब कसैले पनि मागेको छ भने भन्नुहोस्,
हाम्रो मान्छेले मागेको छैन। तर उहाँ गएर अफिसमा दिएको थिएँ, उहाँको दिएको थिएँ। त्यही भएर हामीले भिडियो बनाएको कारण के छ भन्दाखेरि यो एउटा इभिडेन्सको लागि, प्रमाणको लागि हामीले सोधाएर चाहिँ नभन्ने। अनि उहाँको चाहिँ होइन यतितिर थियो उतितिर थियो भनेर हामीलाई कुनै पनि सरकार छैन। यो तपाईँहरूले कम्प्लिटली फ्रीमा जानको लागि नै मौका पाउनु भएको हो। तपाईँको साथीको कारणले गर्दा बुझ्नुभयो। त्यसले गर्दा पैसै माग्ने बेला हामीले माग्थ्यौँ नि त तपाईँसँग, अन्त माया छैन होइन। त्यसले तपाईँको मेडिकलको, तपाईँको चाहिँ पासपोर्टको पैसा पनि तपाईँले फिर्ता पाउनुहुन्छ, बुझ्नुभयो। त्यसले गर्दा छ तपाईँले कसैले धम्क्याएको छ, डर देखाएको छ भन्नुहोस्, डर भन्नु पर्दैन। अब कम्पनीले पनि तपाईँको भिजा क्यान्सल गर्न सक्दैन। त्यसले गर्दाखेरि पैसा कसैले पनि नदिनुहोस्। अहिले तपाईँको मलेसिया जानको लागि अरू साथीहरूले सोध्नुहोस् तपाईँकै साथीहरूको हाल कति पैसा तिर्यो। यो त कम्प्लिटली फ्री हो। तपाईँले गएर राम्रो काम गरिदिनु भने यो कम्पनीमा अरू पनि कोटा छ, अरू तपाईँको तपाईँ जस्तै अरू साथीभाइहरू पनि जानु पाओस् होइन। उहाँलाई सोध्नुहोस् सायद तपाईँ 17मा जाँदा कति पैसा तिर्नु? 40,000 तिरेको। कहाँबाट जानुभयो तपाईँ? कुन रिभरबाट? त्यो 32 पुतली गौशाला है। अनि अहिले त हेर्नुहोस् न, भनेपछि त्यो पनि 40,000 सस्तै हो। त्यसले गर्दाखेरि मेहनत चाहिँ गर्नुहोस् है। मेहनत गर्न सक्नु हुँदैन नजानुहोस्। तपाईँले कसैले बलजफ्ती पठाएको छ भनी नजानुहोस्। किनभने त्यहाँ गएर दुःख गर्ने तपाईँले हो। हप्तामा 1 दिन छुट्टी हुन्छ है। दुःख तपाईँले गर्नुपर्छ। दुःख गरेको फल पाइन्छ। नराम्रो भएको मात्रै सायद जान्थेन होला। कति कमाइ हुन्छ यसमा? पहिले कमाइ थियो 2,000, 3,000, 4,000 जति मेहनत गर्ने जति पैसा हो। तपाईँले अहिले त्यो गर्छ हार्भेस्टिङ गर्ने हो? होइन, म बिजुबुटी गरेर थियो, खाद मार्नु थियो, सबै काम गर्थ्यो। यसको फ्याक्ट्री पनि छ, तेल बनाउने? तेल बनाउने फ्याक्ट्री छ। भोलि काम गर्ने त्यहाँ पनि गर्न सक्नु। तर हामी ग्यारेन्टी दिँदैन। तपाईँलाई कम्पनीको मान्छेले जता जता पार्छ त्यो छ है त। ठिक छ, क्लियर छ कुराकानी? काम चाहिँ गर्नुपर्छ है। तपाईँले यो कम्पनीमा जानको लागि भनेपछि कसैलाई पनि पैसा दिएको छैन होइन त? 1 पैसा पनि दिएको छैन होइन त? ल, तपाईँलाई शुभकामना है। राम्रोसँग जानु होला, दुःख गर्नु है। केही समस्या परेको खण्डमा तपाईँहरूले हामीलाई यहाँ जानकारी गराउन सक्नुहुन्छ। हामी तपाईँलाई सक्दो सहयोग गर्छौँ। 2 वर्षसम्म हेर्ने जिम्मा हाम्रो हुन्छ तपाईँको होइन। तर एउटा कुरो के त भन्दाखेरि कहिलेकाहीँ स्यालेरी आउनमा ढिलाइ होला, तर तपाईँको स्यालेरी खाँदैन कम्पनीले होइन। कम्पनीले तपाईँको स्यालेरी नै खाली भएको भए त्यो पैसा नै खर्च त उनीहरू गर्थेन। हाम्रो सर्भिस चार्ज, तपाईँको टिकट, भिजाको, श्रमको पैसा सबै उनीहरूले दिएको है त। त्यसले गर्दाखेरि तपाईँलाई फोकटमा लग्यो चाहिँ लिएर गयो भनेर फेरि उहाँ गएर चाहिँ जतिखेर पनि सुतिरहन्छ बाहना बनाएर यो अथवा त्यो बाहना बनाएर काम चाहिँ फेरि नगर्ने त्यस्तो नगर्नुहोस्। तपाईँहरूको जानकारीको लागि हार्भेस्टिङमा यति चाहिँ मान्छे चाहिन्छ, तर उनीहरूले इन्डोनेसियन बेसी मान्छ। तपाईँले राम्रो गर्नु भने भोलि हाम्रो जस्तै तपाईँहरू जस्तै अरू नेपाली दाजुभाइहरू पनि चान्स पाउँछ। अझ यो कम्पनीले अरू लान्छ। तर त्यहाँ मलेसियाको अझ पनि यदि पाम सायद उहाँलाई थाहा होला, यो पाम ओइल कम्पनीलाई नेपाली काम गर्छ यस्तोमा भनेर थाहा छैन, उनीहरू पत्याउँदैन। त्यसले गर्दा तपाईँले प्रमाणित गर्नुहोस्, अनुशासन भएर काम गर्नुहोस्। भोलि डिस्नेले धेरैभन्दा नेपाल नआयो भने अरूको पनि त घर चुल्हा जल्यो नि त, अरूले नि त खाना पायो, तपाईँले मात्रै खाना पाएर भएन नि त, अरू पनि त बाँच्नु पऱ्यो। त्यही भएर त्यो अनुसार त्यो गुड माइन्डले अथवा राम्रो विचारले तपाईँले काम गर्नुहोस्। केही समस्या भयो, समस्या समाधान हुनलाई समय लाग्छ। तपाईँले हामीलाई आज जानकारी गर्न आएर हामीले पनि त तपाईँको कुरा कम्पनीमा राख्ने हो। समस्या समाधान हुनलाई समय लाग्छ, तर समस्या समाधान नहुँदैछ फेरि काम चाहिँ गर्नुहोस् न। भोलि चाहिँ होइन म त समस्या चाहिँ समाधान नहुँदैछ चाहिँ म त काम गर्दिनँ भनेर डिकठाक पल्टेर बस्नु भने भोलि कम्पनी त्यहाँबाट निकालिदियो भने कहाँ जानुहुन्छ तपाईँ? जङ्गलको बिचमा होइन। अब सबैजना आउनु पनि टाइम। त्यसले गर्दाखेरि हामी समस्या समाधान गर्छौँ। हामीले समस्या समाधान गर्न सकेनौँ भने हुन्छ तपाईँको आफ्नै मान्छे छ होइन, नराम्रो भए त उनीहरूले बोल्दा तै पनि समस्या समाधान गर्न सकेन हामीले निकालेर ल्याउने के हो त्यो हामी गर्छौँ। तर त्यहाँको नियम कानुन तोडेर चाहिँ फेरि नबस्नुहोस्, बुझ्नुभयो नि। त्यो मुस्लिम राष्ट्र हो, हडताल गर्न पाइँदैन, बुझ्नुभयो। त्यहाँ चोरी चकारी गर्न पाइँदैन। अनि अर्को कुरो मले केटीलाई जिस्काउनु पाइँदैन। झुक्केर पनि यो काम नगर्नुहोस्। फेरि गर्नु भने तपाईँको जिन्दगी पनि सकिन्छ है। मलेसिया गएर हामीलाई थाहा छ। त्यसले गर्दा यी कुराहरू सचेत हुनुहोस्, दुःख गर्नुहोस्, आफ्नो घर परिवारको चाहिँ चेहरा सधैँ हेर्दै हेर्नुहोस्। तपाईँलाई तपाईँको कुरा है त। ल शुभकामना है।